आमा त्यो हुन् जसले मिठो कुरा खानेकुरा मुखमा हाल्नुभन्दा पहिले सन्तानलाई सम्झन्छ। आमा त्यो हुन् आफू भोकै बसेर पनि आफ्नो मुखमा कहिले घिउ एक चम्चा घिउ नपरे पनि छोरीको लागि घिउ भन्दै बचाएर राख्छ। आमा त्यो हुन् छोराहरूसँग छैन खर्च मसँग, ए दे त काइला दे त, ए साइला दे त, मसँग छैन भन्दै लुकाउँदै राख्दै गर्ने छोरी माइ ताइन् भने खुसुक्क लुकाएर ला छोरी तँलाई काम लाग्छ। त्यो आमा, आमाको जस्तो माया संसारमा कसैको हुँदैन। अधिकारले सन्तान तब मात्र हाँस्दछन् जबसम्म आमा हुन्छ। अरू सबै कुरा भए तापनि रुने काख खोसिन्छ जुन दिन आमाको मृत्यु हुन्छ। हाँस्ने ठाउँ त धेरै हुन्छन् हजुर, हाँस्ने, रमाउने, नाच्ने, खुसी हुने, खुसी व्यक्त गर्ने ठाउँ धेरै हुन्छन्, तर जीवनको दुःख व्यक्त गर्ने र रुने, पुरै हृदय खोलेर रुने ठाउँ भनेको केवल आमाको काख मात्रै हुन्छ।